तपाईहरुलाई चाहिँ म आज कोरियाको परम्परागत र घर र यहाँ कस्ता सामग्रीहरू चाहिँ कोरियनहरूले पहिला प्रयोग गर्थे म त्यो तपाईहरुलाई देखाउन गइरहेको छु हैन। यो चाहिँ हाम्रो पनि तराईमा चाहिँ यस्ता खालको इनार चाहिँ धेरै देख्न पाइन्छ, विशेष गरी तराई भागमा। यो कोरियामा परम्परागत इनार हो। यो पहिला कोरियनहरूले यस्तो इनार प्रयोग गर्थे पानी पिउनको लागि, हरेक चिजको लागि पानी यस्तोबाट निकाल्थे भने। यो देख्नु भएको भाँडा छ जुन यो चाहिँ कोरियाको अचार बनाउने भाँडा हो, जसलाई खिम्ची भन्छ हैन। यो चाहिँ खिम्ची चाहिँ यसमा सागहरू चाहिँ राखेर धेरै लङ टर्म राखेर चाहिँ निकालिन्छ। अनि हाम्रो नेपालमा नि गुन्द्रुक बनाउनको लागि चाहिँ यस्तै भाँडाहरू प्रयोग गरिन्छ हैन। धेरै बेर राखेर अथवा माटो मुनि गाडेर चाहिँ हामीले चाहिँ अचार गुन्द्रुक बनाउँछौँ। कोरियनमा चाहिँ यसरी अचार बनाउँछन्। अब म तपाईहरुलाई देखाउँदैछु कोरियाको घर, वास्तविक पुरानो घर कस्तो हुन्छ त हैन। कोरियामा पहिला मान्छेहरू कस्तो घरमा बस्थे, कस्तो सामग्रीहरू प्रयोग गर्थे। यो जुन तपाईले दुईटा देख्नु भएको घर छ यो कोरियाको पुरानो घर हो। हाम्रो नेपालमा पुरानो घरहरू खरले छाइन्थ्यो भने कोरियामा पनि यस्तै पराल अनि त्यो गहुँको छाली यता माथि देखाउन है, यो यस्तैले छाउँछन्। अनि हाम्रो नेपालमा काठको घर बनाउँथे, यहाँ नि काठकै घर हो। हाम्रो धुरी खाँबो बल खाँबोहरू सबै काठको यहाँ कोरियामा प्रयोग गरिन्छ। अनि अर्को कुरो म तपाईलाई देखाउँदै जाँदैछु, यो कोरियाको ओखली हो। ओखली भन्ने कुरो सबैलाई थाहा होला। पहिला पहिला धान कुट्ने, चिउरा कुट्ने, कोदो कुट्ने चाहिँ हामीले यस्तो ओखलीहरूको प्रयोग गर्थ्यौँ। यहाँ कोरियामा नि यस्तै चिजहरू चाहिँ प्रयोग गरिन्छ, यस्तै चिजहरू प्रयोग गरिन्छ। अब म तपाईँलाई अर्को चिज देखाउन चाहन्छु, कोरियाको किचन अर्थात् भान्साकोठा। कोरियामा पनि हाम्रो नेपाल तराई भेगमा बनाइने चुलो जस्तै बनाएर, यो चाहिँ पाहाडमा पनि बनाइन्छ, विशेष गरी तराईहरूमा यस्तै चुलो बनाइएर अनि त्यसपछि दाउराको प्रयोग गरिन्छ। यहाँ पनि दाउरा चाहिँ देखाइदिन्छ, दाउरा यस्तो हुँदो रहेछ। अनि दाउरा सल्काउनको लागि चाहिँ यहाँ परालको प्रयोग गरिन्छ। अब तपाईलाई म यहाँको कृषि कस्तो थियो त कोरिया, के औजारहरू प्रयोग गर्छ त्यो पनि देखाउँदैछु। यो हो कोरियाको परम्परागत हलो। कोरियनहरूले यस्तो हलो प्रयोग गर्थे। अनि हामीले तराईहरूमा नि यस्तो यो बडाल्ने कुचो यस्तो प्रयोग गरिन्छ। यहाँ नि त्यस्तै कुचोहरू छ। धान झार्ने मेसिन देख्न सक्नुहुन्छ, त्यस्तै छ। अनि यो परालको डोरी हामीले जुन बुन्थ्यौँ यहाँ पनि त्यस्तै छ। अनि हाम्रो नेपालमा मान्द्रो सुकुल भन्छौँ जुन, यहाँ पनि त्यस्तै सुकुलहरूको प्रयोग हुन्थ्यो। जुन हामीले गुन्द्री परालको सुकुल परालको बनाइन्थ्यो त्यही छ। अनि हामीले तराई भेगमा चाहिँ हाम्रो त्यो चर्खा हुन्थ्यो नि, त्यो उखुहरू काट्ने, घाँसहरू काट्ने, यहाँ पनि त्यस्तै खालको छ। अनि तपाईँको बस्ने पिराहरू पनि कोरियनमा त्यस्तै छ। अनि अर्को कुरो के देख्न सक्नुहुन्छ भने तपाईँले हाम्रो नेपालमा नि पहिला पहिला काठको ढोकाहरू बनाइन्थ्यो, अहिले पनि काठ थियो, तर यस्तो तरिकाको ढोकाहरू हाम्रो पनि सेम यस्तै ढोका हुन्थ्यो। इभन चाल्ता पनि सेम चाहिँ हाम्रो नेपालको जस्तै छ। यस्तै कोरियनहरूले पहिला चाहिँ प्रयोग गर्थे। यहाँ कोरिया र नेपालमा सबै कुरो मिल्छ। पहिलाको कोरियनहरूले प्रयोग गर्ने सामानहरू यस्तै छन्। अब एउटा लास्टमा तपाईँलाई देखाउन चाहन्छु, यहाँ ढिकी हेर्नु, कोरियाको ढिकी। यो चाहिँ कोरियाको ढिकी, जाँतो। सरी मैले ढिकी भनेछु, यो चाहिँ जाँतो हो। कोरियामा ढिकी पनि प्रयोग हुन्छ है, ढिकी पनि छ।